नेपाल सरकारले निर्वाचन प्रहरी भर्ना तथा छनौट मापदण्ड 2082 स्वीकृत गरेर 1,35,000 भन्दा बढी संख्यामा निर्वाचन प्रहरी को विज्ञापन खुलाइसकेको छ र फारम भर्ने अन्तिम म्याद पनि लगभग सकिसकेको छ र निर्वाचन प्रहरी भर्ना तथा छनौट मापदण्ड 2082 अनुसार निर्वाचन प्रहरीको छनौट कसरी हुन्छ त्यससँग सम्बन्धित विस्तृत जानकारी आजको यस भिडियोमा रहनेछ। कृपया हाम्रो यस पेजहरू लाइक तथा फलो गर्नु भएको छैन भने फलो गर्नु होला, साथसाथै यस भिडियोलाई अत्याधिक रूपमा शेयर गर्नु होला र अर्को नमुना प्रश्नोत्तर 50 प्रश्न हामीले लिएर आउनेछौँ, त्यस भिडियोको लागि तयारी रहनु होला। र नेपाल सरकारले निर्वाचन प्रहरी छनौटका लागि शारीरिक परीक्षण, शारीरिक सहिष्णुता परीक्षण, लिखित परीक्षा र अन्तर्वार्ता गरेर चार चरणमा निर्वाचन प्रहरी छनौट गरिनेछ। प्रथम चरणमा प्रारम्भिक शारीरिक परीक्षण गरिनेछ। तपाईहरुलाई जानकारी गराउन चाहे प्रथम चरणमा प्रारम्भिक शारीरिक परीक्षण गरिसकेपछि मात्र दोस्रो चरणमा प्रवेश गरिनेछ। प्रथम चरणमा पुरुषको हकमा उचाइ कम्तीमा 5 फिट हुनुपर्नेछ। त्यसैगरी महिलाको हकमा उचाइ कम्तीमा 4 फिट 10 इन्च हुनुपर्नेछ। त्यसैगरी पुरुषको हकमा तौल कम्तीमा 50 केजी हुनुपर्नेछ भने महिलामा कम्तीमा 42 केजी तौल हुनुपर्नेछ। त्यसैगरी पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा 31 इन्च र फुलाउँदा कम्तीमा 33 इन्च हुनुपर्नेछ। कम्तीमा पनि 2 इन्च फुलाउनु पर्नेछ भने महिलामा आवश्यक नपर्ने भएको छ। त्यसैगरी साधारण बियरिङ दुरुस्त भएको सामान्य स्वास्थ्य परीक्षण हुनेछ प्रथम चरणमा। मैले माथि उल्लेख गरेका यी कुराहरू उचाइ, तौल, छाती जस्ता कुराहरूमा तपाईँ पास भइसकेपछि तपाईँको प्रारम्भिक शारीरिक परीक्षण हुनेछ र प्रथम चरणको प्रारम्भिक शारीरिक परीक्षणमा सफल भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको शारीरिक सहिष्णुता परीक्षामा सम्मिलित गराइनेछ। त्यसैगरी प्रथम चरणमा पास भएका उम्मेदवारहरूलाई द्वितीय चरणको नाम हो शारीरिक सहिष्णुता परीक्षण। यसमा तपाईहरूले सिटअप, पुसअप र 1600 मिटरको दौड गर्नुपर्नेछ। पुरुषको हकमा सिटअपमा कम्तीमा पनि 10 पटक सिटअप गर्नुपर्नेछ भने महिलाको हकमा कम्तीमा पनि 5 पटक सिटअप गर्नुपर्नेछ। त्यसैगरी पुरुषको हकमा कम्तीमा पनि 10 पटक पुसअप गर्नुपर्नेछ भने महिलाको हकमा कम्तीमा पनि 5 पटक पुसअप गर्नुपर्नेछ। त्यसैगरी 1600 मिटर दौड गर्नुपर्नेछ। अर्को स्टेपमा 1600 मिटर दौड पुरुषले 10 मिनेटसम्म सक्नुपर्नेछ भने महिलाले 12 मिनेटसम्म गर्नुपर्नेछ। त्यसैगरी 30 वर्षभन्दा माथिका लागि प्रत्येक 5 वर्ष समूहमा 2 मिनेट थप गरिनेछ। त्यसैगरी तृतीय चरण, दोस्रो चरण पास गरिसकेपछि तृतीय चरण हुनेछ। तृतीय चरणमा लिखित परीक्षा हुनेछ। लिखित परीक्षा पहिलाका विज्ञापनहरूमा, पहिलाका म्यादी प्रहरीहरूमा 20वटा प्रश्न सोधिन्थ्यो कतै, तर लिखित परीक्षा हुनेछ यस पटक पनि। तर 100 पूर्णाङ्कको लागि 50वटा वस्तुगत मल्टिपल चोइस प्रश्नहरू सोधिनेछ। मैले लिखित परीक्षामा 100 पूर्णाङ्कको प्रश्न सोधिनेछ र जसमा 50वटा वस्तुगत प्रश्नहरू सोधिनेछ। 50वटा वस्तुगत प्रश्नहरू विशेष गरी नेपालको संविधान, नेपालको इतिहास, नेपालको भूगोल, राजनैतिक तथा प्रशासनिक विभाजन, निर्वाचन सम्बन्धी सामान्य जानकारी र समसामयिक राष्ट्रिय घटनाहरूबाट प्रश्न सोधिनेछ। तृतीय चरण हल्का, अरू चरणहरूभन्दा अलिक गाह्रो छ। तृतीय चरणमा तपाईहरुलाई लिखित परीक्षा सोधिनेछ। प्रश्नहरूको प्रकृति नेपाल प्रहरीको प्रहरी जवान सरह प्रश्न सोधिनेछ। त्यसर्थ 100 पूर्णाङ्कको लिखित परीक्षा हुनेछ जसमा 50वटा मल्टिपल चोइस अर्थात् 4वटा अप्सन दिइनेछ। प्रश्न सोधेर 4वटा अप्सन दिइनेछ र 4वटा अप्सनमा तपाईहरुले सही एउटा अप्सन छनौट गर्नुपर्नेछ। यसमा कुनै पनि नेगेटिभ मार्किङ हुने छैन। तसर्थ यस विषयमा हामीले अर्को भिडियो गराउनेछौँ। कस्ता प्रश्न सोधिनेछ अति सम्भावित तपाईहरुलाई अर्को महत्त्वपूर्ण 50 प्रश्न समेटेर अर्को भिडियो गराउनेछौँ। त्यस भिडियो तपाईहरुले पक्कै हेर्नु होला। तसर्थ त्यस भिडियो एकदम निकै महत्त्वपूर्ण रहनेछ। त्यसको लागि कृपया यस पेजलाई फलो गरेर रेडी हुनु होला र यस भिडियोलाई अत्याधिक रूपमा शेयर पनि गर्न नबिर्सनु होला। तृतीय चरण लिखित परीक्षा पास गरिसकेपछि तपाईहरुलाई चतुर्थ चरण अन्तर्वार्तामा लैनेछ। अन्तर्वार्तामा लिखित परीक्षा उत्तीर्ण भएका मध्ये आवश्यक संख्यामा अन्तर्वार्ताका लागि उम्मेदवार छनौट गरिनेछ। अन्तर्वार्ता 20 पूर्णाङ्कको हुनेछ।
मा अन्तर्वार्ता 20 पूर्णाङ्कको हुनेछ भने लिखित परीक्षा 100 पूर्णाङ्कको हुनेछ। अन्तर्वार्ताको समितिको गठन यही निर्वाचन प्रहरी छनौट भर्ना तथा छनौट मापदण्ड 2082 को दफा 6 को उपदफा 2 बमोजिमको समितिले निर्धारण गरे बमोजिम हुनेछ। निर्वाचन प्रहरीको लागि 4 तहको 4 चरणको परीक्षा हुनेछ। त्यसको बारेमा मैले तपाईलाई जानकारी गराइसकेँ। प्रथम चरणको हकमा प्रारम्भिक शारीरिक परीक्षण हुनेछ। बियरिङ टेस्टमा के कुरा हेरिन्छन् त? अब बियरिङ टेस्टतिर जाउँ। प्रथम चरणको निर्वाचन प्रहरीको प्रथम चरणमा हुने प्रारम्भिक शारीरिक परीक्षणको बियरिङ टेस्टमा के कुरा हेरिन्छ त? आँखा अङ्गभङ्ग कुरूप नदेखिने हुनुपर्नेछ। अङ्गभङ्ग कुरूप नदेखिएको हुनुपर्नेछ। आँखा राम्रोसँग देखिने हुनुपर्नेछ। आँखा राम्रोसँग देखिने, नजिक र टाढाको दूरी राम्रोसँग देखिने हुनुपर्नेछ। बाहिर देखिने घाउ चोटपटक तथा कुनै पनि रोग नभएको हुनुपर्नेछ प्रारम्भिक शारीरिक परीक्षण अन्तर्गत बियरिङ टेस्टमा। त्यसै गरी उचाइ अनुसार हुनुपर्ने तौलभन्दा अत्याधिक बढी वा कम तौल भएको, शरीरको कुनै पनि अङ्गले काम गर्न नसक्ने भएको, स्पष्टसँग बोल्न सक्ने। त्यसै गरी उचाइको हकमा मैले भनिसकेँ। त्यसै गरी प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षामा सहभागी हुन आउँदा सहज हुने पोसाक हाफ प्यान्ट, टी सर्ट, ट्र्याक सुट, स्पोर्ट सुज आदि लगाउनु पाइनेछ। महिलाको हकमा मान्यता प्राप्त चिकित्सक अस्पताल मेडिकलबाट गर्भ परीक्षण प्रेग्नेन्सी टेस्ट गराई सोको रिपोर्ट साथमा लिई आउनु पर्नेछ। त्यसै गरी आवेदन गरेका उम्मेदवारहरू तोकिएको मिति, समय र स्थानमा उपस्थित नभएमा अनुत्तीर्ण भएको मानिनेछ। तपाईँ तोकिएको मिति, समय र स्थानमा उपस्थित नभएमा स्वत अनुत्तीर्ण भएको मानिनेछ। सम्पूर्ण उम्मेदवारहरूले परीक्षामा सहभागी हुन आउँदा घडी, मोबाइल तथा बहुमूल्य वस्तुहरू नल्याउन हुन समेत अनुरोध गरिन्छ भनेर मैले यो जानकारी गराएँ। निर्वाचन प्रहरी 2082 मा के हुन्छन्, के कसरी परीक्षा हुन्छन्, प्रारम्भिक स्वास्थ्य परीक्षणमा के हुन्छ, के पहिरन लगाएर जान पाइन्छ, के पहिरन लगाउन पाइँदैन, महिलाको हकमा के गर्नुपर्छ लगायत सम्पूर्ण जानकारी प्रस्तुत गरेँ आजको यस भिडियोमा। हाम्रो अब आउने अर्को भिडियोमा लिखित परीक्षामा 50 प्रश्न के कस्ता प्रश्नहरू सोधिनेछन्, कस्तो प्रकृतिका प्रश्न सोधिनेछन्, त्यससँग सम्बन्धित विस्तृत जानकारी अर्को भिडियो हुनेछ। अर्को भिडियो प्राप्त गर्नका लागि कृपया तपाईँले कमेन्ट गर्नुहोला। साथसाथै यस भिडियोलाई अत्याधिक रूपमा सेयर गर्न नबिर्सनुहोला। कमेन्ट त छँदैछ। त्यसै गरी हाम्रो यस पेज फलो गर्नुभएको छैन भने फलो गर्न नबिर्सनुहोला र निर्वाचन प्रहरी 2082 मा आवेदन फारम दिने साथीहरूलाई मेन्सन पनि गर्न नबिर्सनुहोला। आजको यस भिडियोबाट हामीलाई बिदा दिनुहोस्। नमस्कार।